के गर्नु भयो तपाईँले भिडियो दियो कस्तो तर्किएको अनुहार मेरो चाहिँ खुसी लागेको छ अनि एउटा आज चाहिँ एउटा सब्सक्राइबर पाएँ मैले यो त्यस्तै हो लाइफ अब हेर्नुहोस् यहाँ तर जे होस् मलाई सीमा मनपर्छ है आई लभ सी माथि 4 किलो लाडु भएमा and welcome back to my channel. अनि थ्रिङ्गी भ्लग सेयर गर्दै स्पेशल इट्स गोइङ टु बी अ स्पेशल वान अनि थ्रिङ्गी पछि नेगी भ्लग सेयर गर्दै थ्रिङ्गी भ्लग तिमी नेपाली नि सो असम छ दिस गोइङ टु बी माई फर्स्ट नेपाली भ्लग अनि तिङगी खरै सिना रदि नि रिभ्यू छि रो रिभ्यू त नब्जु आते नि ट्राभल छि देव र ट्राभल छि थ्रिङ्गी ट्राभल छि छिदान छि त्यस मन्दा रौ छि अनि इट्स गोना बी अ इन्ट्रेस्टिङ वान अनि ती थ्रिङ नेपाली नि सो असम छ अनि सबैजना नमस्कार सिद्धलेख अनि सबैजना तपाईँ सबैजना राम्रो हुनुहुन्छ होला अन्त यो चाहिँ मेरो फर्स्ट एभर नेपाली भ्लग हुँदैछ अन्त तपाईँले यो मन परायो भने तपाईँले लाइक सेयर कमेन्ट गरिदिनु होला अन्त आजको भ्लग चाहिँ के हो भनेपछि यो चाहिँ मेरो यो के भन्छ रिभ्यू भ्लगहरू हुँदैछ हो अब तपाईँहरू हेर्दै हेर्दै भन्नुहोस् होइन अन्त मेरो यहाँ ब्याग सबै प्याक भइसकेको छ अन्त तपाईँलाई लेट्स हामी सँगै जर्नीमा जाउँ होइन तपाईँहरूसँग हेर्दै गर्नु होला नमस्ते सिद्धलेख अब त्यो जर्नीको अगाडि पेट पूजा गर्छु होइन यहाँ हाम्रो खाचा हो यहाँ हाम्रो खाचाबाट यो चाउमिन खाएर चलिदिन्छ है मजाले के गर्नु भयो तपाईँलाई भिडियो खिचेको नि भन्नुहोस् न एउटा अब यहाँ खाना चाहिँ यस्तो राम्रो भयो मिठो छ खाना चाहिँ आमालाई यस्तो देख्दा खुसी लाग्छ नि बिचरा आमालाई ओके एकदम खाली भयो मेरो अब आमला ढुकी ल गइल आमला आमला त्यस्तै ल आमला ल गइल ल छिटो आयो छिटो एक कति हो नेक्स्ट मन्थमा भेट्छ है ल सो ओके ल सोच ल सो थ्याङ्क यू ल ढुकी ल अलिक दिन बस्नुसम्म यस्तो घर भएको भए आँगन छोडेर यस्तोमा बिचराले जाडो यहाँ दिले खालि खा ती खा म पनि लाम ठम्साले हो रे या यो चाहिँ हो मेरो ट्याक्सी यहाँबाट बडा पनि छ हजुर लाग्छ दाइ नमस्ते दाइ तपाईँले भनेको मैले मैले यो ब्लगमा हाल्छु है ब्लग छ कि अब हामी दुईजना अब बडापानीमा जाँदैछु हो अब यहाँबाट कति 1 घन्टा लाग्दैन होला है 1 घन्टा कम्ती लाग्ने यहाँबाट त मेरो बस छ तपाईँको 5.5 है आराम है ओके
ओके तपाईँ त्यहाँ भेटौँ है कस्तो तर्किन्छ अनुहार तपाईँ पनि बुद्धिस्ट हो नि है मेरो बुढी हो बुद्धिस्ट ए तपाईँ के थर हामी त मगर हो ए मगर तपाईँको मिसेस चाहिँ बुद्धिस्ट हो गुरुङ हाम्रो घरमा दुइटै हुन्छ के बुद्धिस्ट पनि हुन्छ लोसारमा पनि हजुर हजुर दुर्गा पूजामा पनि पुरा हुन्छ त्यो राम्रो है मिलेर है एक दुईजना मिलेर त्यो चाहिँ राम्रो हो नि त्यो अब यो लोसारको पुरै अब सबै चन्दाहरू कलेक्सन गर्ने यो सब गर्छ लोसारमा त्यो त राम्रो हो नि किनभने अब कोही कोही कठोर हुन्छ होइन त्यस्तो राम्रो हो नि दुइटै मान्छे राम्रो थियो एकदमै मिलेर बस्नु बुद्धगया गएर आएँ ए हो र ए ओके 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 राम्रो हो आइपुग्यो यहाँ हामी ट्याक्सी पनि छोडिदियो हो अब 5:30को गाडी हो अहिले 3:30 भएछ अझै माइ घर के गर्दै बस्नु अब अहिले त खोल्दैन नाले गाडी हो अब गाडी चाहिँ यही हो तपाईँको इजी राइड भन्नु त भन्छ सुपर लग्जरी खोइ अब हेरौँ आज है मेरो त फेभरेट त त्यो थियो नि त्यो सीमा पुग्दाखेरि ओके अब हेरौँ के हुन्छ त्यो हो नि मेरो फेभरेट 5 स्टार सीमा अब योपालि चाहिँ आइएम सरी सीमा नेक्स्ट टाइम ल जस्ट मैले यो ट्राई गर्नु लागि योपालि जस्ट ट्राई गर्नु लागि चाहिँ हेरेको अब यो दामी छ भन्दै थियो अब कतिको दामी अब हेरौँ है त्यो राइड चाहिँ यसमा हुन्छ मेरो कतिको कोहीको पुरा मजाको कम्फर्टेबल छ पुरा भन्यो क्या अब हेरौँ कति कम्फर्टेबल है ओके अब इजी राइडको चाहिँ यो रहेछ अन टाइम डिपार्चर मिनरल वाटर लाइफ ट्र्याकिङ सिसिटिभी अन बोर्ड अरे एलइडी टिभी इन्डिभिजुअल अब यो रिफ्रेसमेन्ट अन बोर्ड चाहिँ मैले बुझिनँ के भनेको थिएँ खानाभित्रै दिन्छु भनेकोलाई अघि मलाई फोन त गर्दै थियो तपाईँले म नन भेज हो कि भेज भन्नु सोध्नु हुँदै थियो ओ द्याट मिन्स भित्रै खाना खाने होला है ओके हेरौँ है अलिकति टाइम रहेछ यहाँ हो बस अहिले खुलेको छैन रहेछ अब तपाईँलाई म इन द मिन टाइम तपाईँलाई म एउटा बडा पानीको अलिकति भ्यू देखाउँछु ल तपाईँहरूलाई भैया ये बैग थोड़ा देख लीजिएगा नहीं हम इधर इधर में ओके अब त्यहाँ तपाईँलाई बडा पानीको भ्यू देखाउँछु है यो सीमा भएन तपाईँको डबल डेकर यो चाहिँ हो तपाईँको फुल एसी इजी राइड 5 स्टार छ त्यो नेटवर्क छ सबै छ यहाँ बस सबै छ यहीँ बसिरहेको छ लु अब तपाईँलाई म देखाउँछु बडा पानी भने चाहिँ के हो हाम्रो मेघालय शिलङको बडा पानी अब यो खोइ यहाँ राम्रो देख्दैन अब पानी हेर्नुहोस् पानी ठुलो कस्तो जाँदो है कस्तो मजाको तपाईँले राम्रो देखेन होला यो अब यहाँभन्दा राम्रो चाहिँ कसरी देखाउनु यस्तो रहेछ नि त यस्तो बडा पानी शिलङको बडा पानी यही हो अब भ्यू त्यति छ राम्रो आएन पुरा छेक्दैछ यहाँबाट यहाँनिर दोकानहरू यस्तो खसिआएको मोमो बेच्दैछ त्यहाँ मैले बुझेन यो त्यो के होला चप्पलले के बनाएछ यहाँ त्यो मैले बुझेन चप्पलको जुत्ताको सोलले के बनाएछ यहाँ यो सबै हेर्नुहोस् क्या त त्यो के हो चप्पलै चप्पल रहेछ यहाँ लबर चप्पल रहेछ के देखेछ Quite a waste sculpture lake. चप्पल एउटा स्कल्पचर बनाएछ त्यो पनि यो पनि आर्ट होला है यो पनि सम काइन्ड अफ आर्ट रहेछ
ओके अब त्यहाँ गएन भने मेरो झोला त्यहाँ राखेर मेरो सुटकेस त्यहाँ राखिरहेको छु होइन अब खोइ त्यो फोन गरेको फोनै उठाउँदैन रहेछ ऊ त्यहाँ रहेछ मेरो सुटकेस त्यहाँ राखिरहेको छु हो यहाँ बाटो छेउमा बसेर बस कहिले खोल्छ पर्खिरहेको छु यहाँ हेर्नुहोस् बस कहिले पत्ता छैन अन्त अब छिटै खोल्छ होला बस त हेर्दै दामी रहेछ हेर्दै मजाको लाग्यो मलाई कम्फर्टेबल होला यो सीमाको यहाँ पेसेन्जर पुरा भइसकेको छ यहाँ हो यो हो इजी राइड जुन चाहिँ म जान्दैछु अहिले हो त्यहाँ हेर्नुहोस् त्यहाँ पेसेन्जर कति भिड छ त्यहाँ सीमामा भिड रहेछ नेटवर्कमा भिड रहेछ अब एउटा त अब त्यो फेयरले पनि होला होइन अब जस्तो म सीमामा जान्थेँ पहिला 1100मा 1200मा जान्थेँ होइन भोल्भोमा यसमै जान्थेँ यो भोल्भोमा जान्थेँ हो अब कम्पेयरिङ टु सीमा यो चाहिँ तपाईँको मलाई चाहिँ 1700 चार्ज गरेको छ अनलाइन बुकिङ गर्दा 1700मा सायद त्यसले पनि हुनसक्छ त्यो पेसेन्जर सबै त्यहाँ भेला भइरहेछ यस्तो हो अब अहिलेको चाहिँ अहिलेसम्म चाहिँ यति भित्र पस्नु पाएको छुइनँ हो तपाईँलाई सबै देखाउँछु कस्तो हुन्छ भनेर तपाईँलाई इनकेस तपाईँलाई यो भ्लग मन पऱ्यो भने तपाईँले चाहिँ लाइक चाहिँ कमेन्ट चाहिँ गर्नु चाहिँ नबिर्सिनु होला ओके यो बसको चाहिँ दामी रिभ्यू हुन्छ है मेरो तर्फबाट आज चाहिँ यो बसको चाहिँ दामी रिभ्यू हुन्छ ए यिनीहरू त भित्र सुतेर बसेछ यिनीहरू यहाँ मजाले सुतेर बसेछ यहाँ मजाले सुतेर बसेछ यहाँ सोने के लिए भी इतना अच्छा जगह है खोजो अटेंडेंट उसके बाद फोटो ले लीजिए अभी आप फोटो ले रहे हैं इस समय तो मज़ा है ना इस समय मजा है इस समय तो मज़ा है अटेंडेंट लोग बेचारे उन्होंने आप लोग को सुबह आया होगा ना बेचारा थक जाता है ना आप लोगों को भी ना सुबह आया था बेचारा यिनीहरूलाई पनि पुरा थाक छैन बिचारा उनीहरू पनि दिनभरि ट्राभल गर्नुपर्छ अन्त यहाँ सुत्ने ठाउँ हुँदैन अन्त यहाँ बस्ने ठाउँ नै राम्रो छैन नि बिचाराहरूलाई क्या त अर्को जग्गा हो भने पहिला माथि मयोङमा हुन्थ्यो होइन मयोङमा चाहिँ अब त्यो उनीहरूको यो थियो के अरे बस्नु पनि रुम हुन्थ्यो होला अब यहाँ छैन के पनि अनि यिनीहरू बस्न नसुझेको कहाँ सुत्छ यिनीहरू होइन अन्त यहीँ उनीहरूले खाना बनाउनु पनि यहीँ सबै यहीँ गर्छ बिचाराहरूले क्या त अब उनीहरू रेडी हुँदैछ अब उहाँ आज रेडी हुँदैछ वहाँ चाहिँ हो सीमाको हमको ना आज तक हम बोला है अभी तक सीमा से गया है किसी और बस में नहीं जाता है पर आज हमको ना इसके बारे में बहुत हम सुना है इसलिए आज हम पहली बार जा रहा है प्लीज नाराज मत हो ना मेरे लिए तो बेस्ट सीमा है मेरे लिए बेस्ट सीमा है मैं भी कस्टमर हूँ भैया इसलिए जा रहा हूँ आप भी उधर गए कस्टमर है जब से ये वॉल्वो शुरू किया था ना ये सीमा इनॉग्रेशन में हम था आप देता नहीं ओके ठीक है यस्तै भनेको नि कुराहरू क्या त अब यहाँ सीमा त स्टार्ट भइसक्यो अब हामीले कहिले हो सीमा चाहिँ अब जानु थालिसक्यो अब हामी अहिले अनलोडिङ पनि भएको छैन यहाँ त्यहाँ एउटा हेर्नुहोस् त्यहाँ पछाडिको पनि सीमै हो त्यो चाहिँ एसी हो अन्त यो चाहिँ नन एसी हो उहाँहरू पनि सीमामा जाने रहेछ तपाईँहरूको यही हो गाडी तपाईँको यहीँ हो गाडी यो हजुर हजुर तपाईँहरूको गाडी यही हो अब
पनि मेरो अनुहार देखेर होला कि के होला कि मलाई सोध्दै रहेछ उनीहरूले के त के अरे यसको चाहिँ यो टिकट कहाँको हो कहाँ खलासी सोचे कि के सोचे मलाई थाहा पाएन हो पनि अब यस्तो झोला यस्तो बोक्दै खलासी सोच्यो होला हो दाजु यो मेरो गाडी कुन चाहिँ भन्दैछ मलाई उहाँहरू यसमा रहेछ सीमाको प्यासेन्जर यहाँ हेर्नुहोस् यहाँ अब हाम्रो इजी राइडको यो के अरे ड्राइभर मजाले सेभिङ गर्दैछ अलिकति मजाले पनि देख्नु परेन होइन यहाँ फोटो खिच्नु हुँदैछ उहाँले मजाले खिच्नु भयो त फोटो त अन्त मजाले खिच्नु भयो त अन्त तपाईँहरू चाहिँ कहाँ हो हामी नेपाल हो नेपाल कहाँ गाडी चाहिँ जाने फोटोमा चाहिँ के अरे नेपाल चाहिँ कहाँ हामी अँ बहिनी चाहिँ 13 छौँ अरे म चाहिँ त्यहाँ झापासम्म ए झापासम्म ओके 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 दुईजना एकै यहाँ चाहिँ कहाँ बस्नुहुन्छ यहाँ अनि कोइलाखानीमा ए माथि 4 किलो हजुर उयो लामै लाडुम्बाईमा ओके ओके ल ल ल ल अन्त तपाईँ मजाले जानुहोस् ल हजुर चाहिँ कहाँ म चाहिँ दार्जिलिङ हो अनि म चाहिँ यहाँ शिलङमा बस्छु यसै भ्लग बनाउँछु कोही कोही बेला हामी कमेन्ट गरिदिन्छौँ ए हुन्छ हुन्छ यो तपाईँको रमला रहेछ ए हुन्छ हुन्छ यो तपाईँको यो के अरे भ्लगमा आउँछ नि ल म मेरो भ्लग के हो तपाईँले भन्छु कि तपाईँले यो गर्नुहोस् न ल सब्सक्राइब गर्नु भन्छु ल तपाईँलाई म दिन्छु कि तपाईँले मेरो चाहिँ यो हो कि यो भयो यो हो कि अब यो तपाईँलाई अहिले सब्सक्राइब गरिदिन्छु ल चढ्नै छैन अहिले यो तपाईँ यो मेरो युट्युब हो यो आउँछ तपाईँको ल अनि तपाईँको मलाई दिनुहोस् म तपाईँको सब्सक्राइब गरिदिन्छु ल अनि एउटा आज चाहिँ एउटा सब्सक्राइबर पाएँ मैले यो यस्तै हो लाइफ अब हेर्नुहोस् यहाँ चिटिक चटाक हुँदैछ सायद यसको ड्राइभर होला कि सीमाको ड्राइभरलाई केही पनि खाँचो छैन यहाँ हेर्नुहोस् यति साह्रो यसले लुगाहरू यस्तो मजा लगायो यसले हो उसले हो यहाँ सीमा हेर्नुहोस् यहाँ इजी राइड हेर्नुहोस् यहाँ र तर जे होस् मलाई सीमा मनपर्छ है आई लभ सीमा बसको भित्र पनि यति साह्रो स्पेस है LB9 सिलगढी जंक्शन लास्ट स्टॉपेज जंक्शन ही है ना ये वही तो यो त म त फ्लाइटमा गएको जस्तो लाग्यो LB9 राजु मामा अब यस्तो है यहाँको चाहिँ अब भित्र पसेर हेर्नु है दामी मजा रहेछ मजा LB9 कुन चाहिँ यो हो मेरो सिट सायद यो हो है ओके तपाईँले यस्तो भित्र लगेर जान्छु है कस्तो कस्तो रहेछ डबल बेड सिटर चाहिँ यो हो डबल सिटर सबैमा एउटा हेडफोन रहेछ हो यस्तो भयो ओ यहाँ यो रहेछ बट इट्स हट इनसाइड नाउ नो इट्स हट इजी राइट यो हो आइया अब यहाँ चाहिँ तपाईँको एउटा यो रहेछ स्क्रिन एउटा रहेछ हो यो स्क्रिन भयो उनीहरूले एकदम क्लिन ब्ल्याङ्केट क्लिन एउटा रहेछ हो अन्त यहाँ एसी वेन्ट यहाँ रहेछ तपाईँको
एसी भेन्ट भयो अन्त यो लाइटिङ भयो यहाँ पनि एसी भेन्ट अन्त यहाँ चाहिँ तपाईँको यो रहेछ हेडफोन छ हेडफोन हो तर हेडफोन पनि यो भएछ यो चाहिँ रहेछ तपाईँको युएसबी र यो टाइप सी सबै रहेछ अब यो रहेछ यो डबल बेडको डबल बेडमा चाहिँ कम्फर्टेबल रहेछ as far as this is concerned it's very comfortable रहेछ privacy is well maintained so far so good what is all these I don't know you acha remote क्या रहेछ remote बसको remote यो गऱ्यो भने चाहिँ यहाँ यो हुँदैछ अच्छा दिस इज रिमोट यो चाहिँ रिमोट रहेछ अन्त यहाँ चाहिँ रिडिङ लाइटिङ के यहाँ एसी भेन्ट छ यो चाहिँ हेर्छ यो चाहिँ जुन चाहिँ रेड स्विच छ त्यो चाहिँ टिभी अफ गर्ने रहेछ यो अन गऱ्यो भने चाहिँ टिभी अन खै भयो नि त अन भयो अन्त यो चाहिँ तपाईँले अफ गऱ्यो भने चाहिँ अफ ओके लेट्स सी है कस्तो हुन्छ सो फार सो गुड कम्फर्टेबल रहेछ कम्फर्टेबल ओके सबैजना अहिले त गरम भित्र गरम चाहिँ रहेछ अब एसी अन गरेको छैन सिनाले हो ओके comfortable रहेछ फर्स्ट इम्प्रेसन इज गुड हो यहाँ प्यासेन्जर चाहिँ यति साह्रो छैन रहेछ यसमा नि आज नबगाउ कि सन्धै यस्तो मलाई थाहा छैन तर कम्फर्टेबल त एकदम कम्फर्टेबल लाग्यो मलाई नि एकदम के हो कि यस्तो के किम जोङ उन जस्तो भएछ तर मलाई त कम्फर्टेबल त एकदम कम्फर्टेबल लाग्यो अलिकति दाम धेरै छ तपाईँको होइन अराउन्ड 1700 दिनु पर्दो रहेछ हो तर पनि कम्फर्टेबल छ नि 1700 दिएर तपाईँलाई यहाँ फेसिलिटी मजाले पाउँदैछ नि होइन के चाहिन्छ यस्तो हो प्यासेन्जर आउनु थाल्यो मलाई केही फिल भयो भनेपछि नि म त त्यो बसमा चढेको जस्तो फिल आएन मलाई त नि त्यो मन्दिर गुम्बा जसमा पुग्यो जस्तो लाग्यो मलाई त यहाँको थिम कलर थिम हेर्दाखेरि नि जस्तो येल्लो रातो देखेर नि म त मन्दिर गुम्बाको फिल हो भयो मलाई हेर्नुहोस् पानीहरू दिँदो रहेछ हो पानी दियो अन्त एउटा चाहिँ यो दियो vomiting bag अरे यो दियो यिनीहरूले अब गइसक्यो हाम्रो मलाई त राम्रो लाग्यो सो फार एक्सपिरियन्स राम्रो लाग्यो मलाई बस हिँड्नु थाल्यो बट अहिलेसम्म यिनीहरूको गाडी गइसक्यो तर यो अहिले काम गरेको छैन यो चार्जर अहिले काम गरेको छैन मैले सोधेँ होइन चार्जर के भयो भन्दाखेरि अहिले काम गर्दैन अहिले पछि गर्छ भन्दै थियो टिभी पनि त्यो काम गरेको छैन नेटवर्क एरर देखाइरहेछ अब त्यो हुन्छ होला अलिक पछाडि है
के रहेछ भनेपछि नि यो चाहिँ मार्तल होला कि त अब कसो चाहिँ निकाल्नु अब यो यसको लागि यो के अरे यो कहाँबाट त्यो खोजिबस्ने अब के हो है अब इनकेस अफ इमर्जेन्सी यसभित्र मार्तल छ होला त्यो चाहिँ ठङ्गै कानुन होला यसमा नि अब खै यो इमर्जेन्सी टाइममा त फेरि यो खोल्दा खोल्दा हुने रहेछ फेरि यो कसो खोल्नु यो अन्त यहाँ यो अघिदेखि यसकै प्रब्लम चलिरहेछ टिभी त छ तर के हो नेटवर्क एरर हो अब मैले अलिकति यसको खामियाहरू मैले बुझ्दै जाँदैछु यहाँको क्या त अन्त एउटा यो रहेछ यो मैले केबल मेरो चार्जर यो होइन मेरो आइफोनको चार्जर यो हो सी होइन सी हाल्यो भने चाहिँ चार्ज हुँदैन रहेछ अन्त उनीहरूले एउटा यो प्रोभाइड गर्यो यो USB 2 टाइप सी को रहेछ कि त्यसले चाहिँ हुन्छ अरे सीले चाहिँ हुँदैन रहेछ अब त्यस्तो रहेछ अब यहाँ हेरेर त्यो अब अहिले भर्खर यहाँ हाम्रो गुवाहाटीको बस स्ट्यान्ड पुग्यो होइन अब यहाँ अलिकति रोक्ने रहेछ यहाँबाट प्यासेन्जर अलिकति उठाउँछ होला Snacks at Guwahati. अब यो चाहिँ कसरी बनाउनु Snakes. उनीहरूले दिएको छ स्न्याक्समा नि यो दिएको छ कप नुडल अब कप नुडल यति खानु एकछिन म सोध्छु ल एक्सक्युज मी बहिनी बहिनी अब यो चाहिँ कसरी खानुहुन्छ यो ए तपाईँले दिनुहुन्छ अहिले ए ल ल ल उहाँले गरम पानी दिन्छु भन्नुहुँदैछ ओके जिरा ओ यहाँ पानी तातो हालिसक्यो उहाँले हो अहिले गुवाहाटीको के अरे आइएसबिटीमा छु बहिनी ए भिडियो खिच्दा हुन्छ है होइन यो हेर्नु न त्यो अघि यसमै छ त्यो नेटवर्क एररमै छ के हो त्यो अफ गरेँ अन गरेँ 2-3 पल्ट गरिसकेँ मैले अन अफ 2-3 पल्ट गरिसकेँ मैले उहाँ चाहिँ हुनुहुन्छ कता भयो गल्ती पनि हुनसक्ला के बोल्यो होइन राम्रोसँग जानु आराम ल
डिनर टाइम 10:10 Oh my god. जाउँ है, लेट्स गो. डिनर पनि भयो. अब लाग्दैछ अब मजा सुत्नुपर्छ. So far so good. अब यो चाहिँ हाम्रो इजरायलको ककपिट यहाँ छ. अब ड्राइभर दाइहरू खाना खानु गएको छ होला. गुड मर्निङ. अब बिहानको 5:30 भएछ. सिलगढी पुग्यो. अब another bridge. हाँ? अभी नहीं चाहिए अभी. ये और ये. गुड मर्निङ सबैजनालाई. गुड मर्निङ. अब बिहान 5:30 बज्यो होइन. अन्त पुग्यो सिलगढीमा. अब मलाई चाहिँ के जस्तो लाग्यो भने त्यो इजरायलको त्यो अब त्यति लाग्यो कि भित्र मन्दिरमा पसेको जस्तो लाग्यो मलाई. मन्दिरभित्र पसेको, गुम्बामा पसेको, किनभने कलर कम्बिनेसन थिमले गर्दाखेरि. अदरवाइज ठिकै थियो.